गोर्खाली टायर यो नाम याद छ? टायर मतलब पाङ्ग्रा। कल्पना गर्नुहोस् त यदि संसारमा पाङ्ग्रा नभएको भए संसार कस्तो हुन्थ्यो होला। आज मोटरसाइकल, साइकल, कार, रेल वा विमान हाम्रो दैनिक जीवनको सामान्य हिस्सा हो। यदि पाङ्ग्रा हुँदैन थियो भने यी सबै कुराहरू कसरी चल्थ्यो होला? आउनुहोस् आज हामी पाङ्ग्राको विषयमा जानकारी लिनेछौँ। पाङ्ग्रा मानव इतिहासकै सबैभन्दा महत्त्वपूर्ण आविष्कार मध्ये एक हो। यसको सबैभन्दा पुरानो प्रमाण भनेको 5500 वर्ष अघि प्राचीन मेसोपोटामियामा भेटिन्छ। तर रोचक कुरा के छ भने पाङ्ग्रा सुरुमा गाडी चलाउनको लागि बनाइएको थिएन। यसको पहिलो प्रयोग मध्ये एउटा कुमालेको चक्र थियो। पछि मानिसले पाङ्ग्रालाई गाडी र यातायात जन्य कुराहरूमा प्रयोग गर्न थाले। भारी सामानलाई तानेर लैजानु भन्दा पाङ्ग्रामा राखेर गुडाउनु धेरै सजिलो भयो। यसले मानिसको यात्रा, व्यापार, कृषि र युद्धको तरिका नै परिवर्तन गरिदियो। आज हामीले प्रयोग गर्ने कार, साइकल, मोटरसाइकल, रेलदेखि कारखानाका मसिनहरूसम्म कुनै न कुनै रूपमा पाङ्ग्राको सिद्धान्त प्रयोग गरेर चलिरहेका छन्। पाङ्ग्रा आफैमा एउटा साधारण गोलो वस्तु मात्र हो, तर त्यही साधारण आविष्कारले मानव सभ्यताको गतिलाई नै यति तीव्र बनाइदियो। मानव इतिहासमा केही आविष्कार यस्ता हुन्छन् जसले संसार बदल्न अत्याधुनिक प्रविधि होइन, एउटा साधारण विचार मात्र पनि पर्याप्त छ भन्ने कुरालाई सिद्ध गरेको छ। यस्ता विज्ञान र प्रविधिका रोचक तथ्यहरूको लागि थिङ्क नेपाललाई लाइक, फलो, सब्स्क्राइब अनि सेयर गर्न नबिर्सनुहोला। धन्यवाद।